मास्कको के अरे चस्माको मेरो अन्त पोतो छैन के गर्नु पोतो भएछ झन् त घाममा वास्ता गरिएन कि धरानमा आएर हामी थकाइ मार्दैछौँ ल हामी चाहिँ आइसक्यौँ साथीहरू नमस्ते झरनाको गेटमा अब हामी जाँदैछौँ नमस्ते झरनातिर नमस्ते झरना हामी आइसक्यौँ अब हामी झरना जाँदैछौँ हामी झरना जाने साथीहरू झरना चिसो झरना गएर पानी हेरेर आउँदैछौँ फेरि जाने यहाँबाट हिँड्दै जानुपर्ने थियो अन्त बिल पनि ल बाइक लिइराख्नुपर्ने रहेछ हिँडेर पो जानुपर्ने रहेछ त यहाँबाट त पहिरो गएछ अरे कस्तो घगिलो गरी भन्नुभयो त पहिरो गएछ भन्दै यहाँ बाटो पुल थियो होला नि ल साथीहरू हामी चाहिँ अब बसेर खानु थालेको यहाँ जलपरी हेरौँ न माथि यस्तो पहिरो झरिरहेछ फेरि हो किन गाली गरी हालेर त्यसलाई ठुलो खाले केरा फुकाइस् रे ठुलो खालको केला फुकाल्थ्यो ल अनि ठुलो खाले केरै खानु मन लाग्दो रहेछ यसलाई चाहिँ खाले ल है चाउचाउ खानु आँटा कोही फेरि चिजल फुटाउँदो रहेछ काहीँ नपाएर रम्बा चाउचाउ तपाईँहरूकोतिर हुन्थ्यो रम्बा चाउचाउ थाहा छैन रम्बा रारा यस्तो मिठो हुन्छ रारा चाहिँ थाहा छ रम्बा रारा भन्दा रम्बा मिठो ल हामी त खाजा खान थाल्यौँ है साथीहरू केरा खै टिका चाहिँ हुनुपर्छ क्या साथीहरू चाउचाउ खाने केरा खाने चाउचाउ मन पर्दैन भन्ने त उहाँ एक्लै ढेँडो फेरि हेरौँ न एक्लै बसेर दिँदैछ दानादान यता दुईजना पछाडि हुनुहुन्छ पछाडिको दुईजनाको त आवाजै आउँदैन त अनि के भयो टाली गयो क्या चिजवलले किन अनि त्यहाँ एउटा छ त अनि ए कुरो त्यसो परेर अनि म दिनु लागेको थियो त अनि चारवटा मात्रै चाउचाउ थियो नि त छोरी मम्मी र छोरी सल्भ गरेर खाने भनेर लिएको हो क्या धेरै चाउचाउ खानु हुँदैन तपाईँ किन नखानु भएको खान्छु अब तपाईँको नयाँ स्टाइल देखेर मजा आयो क्या सबै सिक्नुपर्छ क्या यो पनि सिक्नै पर्छ यत्तिको सिकाउने मान्छे त चाहिन्छ नि त अनि त्यसो हो कस्तो राम्रो क्या है सिमेन्टीको रहेछ होइन टक्क राखिदिएर फोटो खिच्नु भनेको साथीहरू फोटो खिच्न मिलेन मनै हरारा हो भरोसा छैन जीवनको बिताउँ हाँसेर ल पुल पो रहेछ यहाँ त खतरा है भिडियो बनाइदिनु अरे वा कत्रो आवाज बजेको हौ नि कुदा कुदा उर्मिला दिदी कुदा 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 उकालोमा कुद्नु पर्ने रहेछ त हो त अनि यति नखाएको भए त यति सक्ने हिम्मत आउँथ्यो त कस्नु न कस्नु कृपया फोहोर मैला नफालौँ भनेर लेखाएको छ खोइ डिक्कीमै हालेर आएको हुने रहेछ नि त यो चाहिँ होइन हो त आयो प्राकृतिकले दिएको झर्ना हेर्नु पनि यति चाम्रो पर्यो हामीलाई मर्नै बेला भइसक्यो है यस्तो बानी हराएको हो हेर्नुहोस् त गाइस माथि पुरै यस्तो छ पाखा तर यहाँ बिचबाट यहाँबाट पानी निस्किरहेछ है प्राकृतिक पनि कस्ता कस्ता हुने है ल खतरमै खतरा डुकडुक 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 गर्दै अलिक कुदौँ न छिटो यस्तो उकालोबाट हेर्नु जानुपर्ने रहेछ झर्ना
गाइज लामो प्रतीक्षापछि झरनामा पुग्न आँट्यो हैन पसिना आउन त्यस्तो हो धेरै उकालो र ओह्रालोले हामीलाई तडपाए झरना हेर्नको लागि अब फाइनल पुग्नै लाग्यो है साथीहरू आवाज चाहिँ सुनिँदैछ हैन कृपया झर्न जाँदा यो बाटो प्रयोग गर्नुहोला यस 1 2 3 गो कैसा लगा मेरा मजाक अझै यस्तो भर्याङ पो चढेर जानुपर्ने रहेछ त अझै है माथि पुग्न सकिँदैन हो यहीँ पो झर्ना छ होला भनेको त म पनि त अरे होइन है साथीहरू बिस्तारै यस्तो डरै लाग्दो ठाउँबाट जानुपर्ने रहेछ झर्ना हेर्नु अनि हत्तेरिका अबुई डरै लाग्दो यसलाई लैजा है डराइ जाऊ छामासँग गइस आम्मा ल हेर्नु त साथीहरू यस्तो रहेछ माथि अझै भर्याङ चढेर जानुपर्ने झनै लड्यो यार झनै लड्यो है साथीहरू यहीँसम्म पानीको छिटो आउँदैछ त नि आम्मा कस्तो डरै लाग्दो ठाउँ है वाउ छ्याङ बत्ने खोला स्विमिङ पुल आम्मा यहाँ त के हो यस्तो हत्तेरिका त्यहाँ माथिको पानीको छर्का यहाँसम्म आउँदो रहेछ साथीहरू है यस्तो छ तल ल यहाँनिर फाइनल नमस्ते झर्ना चाहिँ यस्तो रहेछ साथीहरू यस्तो धनकुटा भेडेटारको नमस्ते झर्नाको दृश्य है साथीहरू तान्दैछन् माथि कोही मजा लिनु हुँदैछ मेरो छोरी छक्काए लो म यहाँ घर बनाउनुहुन्छ भने 1 लाख रुपियाँ पैसा दिन्छु यहाँ म त नुहाउँदिनँ कस्तो राम्रो है दिदी ओ माई गॉड यतिको चाहिँ हुनुपर्छ क्या नमस्ते झर्नालाई होइन सबै अनुहार धोइसक्यो आम्मा यहाँ माथिको पानी आउँछ होइन साथीहरू अनि यहाँको पानी चाहिँ तलबाट छिटो आउँछ के अनि छिटाले हामीलाई पुरै भिजाउँछ सब भिजिगयो हामी पानी कुद्दै हुनुहुन्छ यस्तो चिसो हावा छ नि आम्मा भइरहेछ यहाँ त ए बबल उड्दैछ बबल सोधे जस्तो चाहिँ पानीले हेर्नु नदिने है दिदी सोधे जस्तो चाहिँ फोटो पनि आउँदैन भिडियो पनि आउँदैन होइन सोधे जस्तो फोटो पनि आउँदैन होइन भिडियो पनि आउँदैन नेचुरल निकालिदिएको क्या त नि जस्तो मान्छे छ त्यस्तै नै काटिन्छ साथीहरू त्यही भएर मेकअपै नगरी आए पनि हुने रहेछ हामी त धन्न मेकअप नगरी आएको थियो म चाहिँ अलिअलि धस्काएको थिएँ सबै देखाइदिएर भने ल है एभ्रिवान हामी त फर्केको अब कस्तो लाग्यो त आज बाल दामी
कस्तो भयो तपाईँलाई रमाइलो भयो रमाइलो भयो यति हेर्नको लागि कति हामीले है दुःख गर्नु पर्यो चकचक हेर त बुढो चकचकहरू कस्तो ला यमी माता पुगिसक्यो लुगा त पुरै चिसो भइगएको छ नि मेरो सबै भिजेको छ म भिजिङ भने चाहिँ कस्तो भएछ डाफेस भनेको हाम्रो गाउँमा मोमोज पाइन्छ अरे उयो बनाउनु त दिदीलाई चिठा बनाउनु ढुङ्गा चिठा बनाउनु यस्तो त हामीले कति गरेको गरेको कसले सिकायो त बाबाले सिकाउनु भयो अरे मोमोज अरे उसले त केपी बाले हान्नु जस्तो डाफेस यस्तो हामी कति खेल्ने त टिकटक बनाउँदै साडी भेन यस्तो हो रे म त कुटै खान्छ केटा हो भनेको सुन्छु त नि ल अब हामी चाहिँ फाइनली खाना खाल्यौँ है थुक्पा खानु हुँदैछ निङ्गुरी हालेर ए सानी को लाग्छ